300 हैन वासे पछि गरेर नि दिइसिँदैन को भिडियो बनाउँदै न तिमीहरु याद बनाउने साइडमा फर्काउनु नहाँस्ने याङ च्यापै चाहिँ हाँस्छ पछाडि कलसबाट हातमा पानी लाउने अनि सेन फर्काउने यस्तो हैन यही मात्र यस्तो गर्ने यस्तो गरेर कपालले तर डक्टर दरेर सही झालेको बेला टिक लाउनु पर्छ के टाङ्गेको चाहिँ युएनको खतरा देखिरहेको छ कहिले बसेर हेर यहाँ दिदीहरूले के गर्दैछ सिक्नु सान्जीको टोपी कसरी गर्ने टोपी सान्जी कतिके यता हेर त लड्छौ है प्रज्ञानले पहिला प्रज्ञानले टिका लगाइसक्यो नि टिका त उक्काइ तको उक्काएन आइन हेरी हेरी उकाउँदैछ होस् न अब एकछिन बिदी त भयो त के ओलीले लागेको छ त्यो गरे त सबैजना लागेर लागेको चाङ्गु दादा किन चाङ्गु दादा हो नि त नि युबेन अब रुनु पाटे साङ्गु छोड होइन चाङ्गु दादासँग चाहिँ किन ल जाके ल होइन नि दादाले आमा गर यो चाहिँ अब दाइहरूको लागि फेरि दाइहरूको टर्नी त्यसलाई नै गाह्रो वर्षमा एकचोटि त ग्रीन भएन ओरेन्ज मिक्स छ के भयो ओरेन्ज ब्लू बाँकी होला 7 वटा पुग्यो भने भइहाल्यो प्रज्ञान के गर्छ कि त्यता
धेरैचोटि बिलो भएको त्यो भयो पछोटि पाउन गएको पाउन जाउँ भने त्यसै छिटो हुँदैन आऊ यता हजुर भन न हेर पिस मामाको कपाल कति लामो नि मामाको कपाल त हनु मेरो भन्दा नि लामो फुलेछ एउटा पो दिदीको कसको फोन हो माइजूलाई नै गर न त हेर ऐनामा के अरे मामु क्यामेरामा हेर त उता ए यहाँ मामु क्यामेरा यहाँ छ मोबाइल समीर दादा हेर समीर दादाले टिका लगाएको फर्स्ट टाइम फुपूको हातको हो कति वर्षसम्म अठै दादा छोरी मान्छेलाई भाइटिका नि है छोरी मान्छेलाई भाइटिका गर्दो रहेछन् हाम्रो त गर्छ कपाल यहाँ फुपू होला फुपू होइन म यता हेर त आऊ है बस ए उसको तलले राम्रो देख्दैन फुपूले लगाइदिइसक्नु भयो तिमी नसक्नु न कस्तो राम्रो भइसक्यो त्यहाँनिर एउटा मोबाइल र युट्युब भएर के घोडा दोक्छ रोसलाई तताको उनीहरूलाई त पर्दैन आऊ दिदी आऊ त आऊ खेल्ने कुरा दिन्छु घरलाई त पर्दैन ए हुन्छ यो त टाउकोमा खास टाउको खाइदिनुहोस् भनेर दिदीलाई बेहुली जस्तो देखेर पिङ्की पिङ्की तपाईँ चाहिँ बेहुला पनि पञ्चे बाजा पचेको भए म त ओड्ने कि भनेर good. मम्मीसँग साथी मम्मीको लागि खै यहाँको त्यो राख्नु न यहाँ माथि फुल राख्ने फुल राख्ने हो नि छोरा मान्छेले त्यति खुवाउनु पर्ने खानेकुरा त छैन कोही विधि गर्नु पर्दैन के नभए त सुरु गर्ने त्यो कहाँको यो चाहिँ अलिक उता गरिदिनु खानु
मलाई त त्यस्तै सिकाएको थियो आउनु पर्ने हो के साह्रो हाँसेको याङजी चाहिँ याङजी कि फेङ जे गर्दा पनि हाँसे सोलु हो पज गरेर विष्णु सानो केटो पुसैको निदेर खाली भयो पुसैलाई लाउँदा हुन्छ अनि पुसै पर्यो नि त खान्छ म त भेना जस्तो लाग्यो भिडियो भयो हाम्रो भाइलाई त अहिले क्यामेरा खाना पकाउने भान्छु बनाएको छ ये मेरा है सबै इभेन्टको कस्तो के लाग्यो खासमा उनीहरूलाई त अरू के किन्ने भनेको त्यो त उसले त्यसो दिदी लगाइदिन्छु नि एउटा नि फुल लगाइदेऊ न फुल होइन टिका लाउँदा पनि हुन्छ टिकामा त टिक टिक गरिदिनु माथि फुल चाहिँ टोपीमा सिउरिनु पर्ने भनेर आउँछु मैं रोबिनलाई बागेर खराउ यही हो विष्णु अलि क्लोज त्यो उनी गम चिङ्गम भएछ के यताबाट यता टिका यता नि चार अब 3 यहाँ चाहिँ भाउजूले रङ्गोली बनाउनु भएको रहेछ कस्तो राम्रो के कस्तो राम्रो बनाउनु भएको अहिले चाहिँ रात पर्यो कति 7 बजे कि कति बज्यो हामी चाहिँ खाजा खाएर बसिरहेको यतिकै यहाँ यता भिडियो बनाउनु आएको के मुनि रङ्गोलीको यहाँ भाउजूले चाहिँ यस्तो खालको राख्नु भएको रहेछ दियो चाहिँ यहाँ पनि बनाउनु भएछ यता चाहिँ यस्तो छ यहाँ यो प्लान्ट पनि छ अल्छी नगरिकन बनाउनु भएछ म चाहिँ छठमाथि गएर छठमाथिबाट कस्तो देखिँदो रहेछ देखाउँछु ल त त्यहाँ चाहिँ अँध्यारो भएको छ झिलिमिली रात परिसक्यो त झिलिमिली छ यता सबै कति रमाइलो है हजुरहरूको बाडतालीमा के अरे बाडताली र छठमाथिबाट यसरी गर्नुभएको रहेछ यता यस्तो अँध्यारो भइसक्यो यता चाहिँ यो मुनि पुरै रात परिसक्यो अहिले चाहिँ रात परिसक्यो अब झर्छुमा चाहिँ झर्नु पर्यो अब तिहार पनि सक्यो यति नै अब 2082 सालको तिहार पनि यति नै सक्यो अब म चाहिँ
अब भिडियो चाहिँ यहीँ एन्ड गर्छु। बस्नु पर्यो। अब हाम्रो भिडियो यतिन्जेल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला। मामु छोरालाई माया गरिदिनु होला। धेरै धेरै धन्यवाद सबैजनालाई। बाई बाई, गुड नाइट।